रुको चाहिँ हेर्दै कस्तो दिनहरू सम्झ्यो भने एकदम इमोसनल थियो हुन्छ नि हामी सबैको लागि एकदम ट्रोमाटाइज पनि थियो एकदम मम्मी त्यस्तो आफ्नो हेल्थ पनि त्यतिखेर चाहिँ मैले डिप्रेसनको दबाई आई थिङ्क सबै फालिदिएको थिएँ किनकि चाहिँदैन ल त्यस्तो कुरा सेयर गर्न सक्छु भन्न सक्छ अनि यिनीहरू दुईजना चाहिँ मेरो मेडिसिन टाइपको क्या मलाई त कस्तो गुवाउला हेलो एभ्रिवान नमस्ते फ्याफुला सेवारो अनि वेलकम ब्याक टु माई युट्युब च्यानल अनि धेरै पछि गए कतिलाई थाहा नभए यहीँबाट भनिन्छ हामीले चाहिँ पसल खोलेको छु पर्सनल्ली अनि पहिलाको पसल इन्द्रचोकमा थियो त्यो चाहिँ हामीले बेचिसक्यौँ अरू मान्छेलाई त्यहाँ चाहिँ हाम्रो पसल पाउन सक्नुहुन्न अहिले चाहिँ हाम्रो पसल वीर हस्पिटल महाबौद्ध सेतु स्तूप अगाडि छ अनि हजुरहरूलाई इफ होलसेल पसलहरूको लागि केहीको लागि पनि चाहियो भने हजुरहरूले कन्ट्याक्ट गर्न सक्नुहुन्छ म नम्बर पनि राखिदिन्छु यो बायोमा भएको नम्बरमा हजुरले कल गरेर वीर हस्पिटल त कसलाई थाहा छैन र होइन त्यहाँ आएर कल गर्नुभयो भने हामी लिन आउँछौँ अनि त्यही हो अहिले हामीले पसल खोलेको छ अब गाइज हजुरले पहिला जस्तै माया गर्नुहुन्छ हामीलाई त्यस्तै हुन्छ सो धेरै पछि आएको अनि मसँग हुनुहुन्छ अरे तामाङ सबैजनाले चिन्दिँदै हुन्छ होला मेरो खुसी भएको थियो भनेदेखि फेरि अब के भएको यो अनि त्यही गाइज अनि हामीसँग चाहिँ आज छ दही पुरी च्यालेन्ज चाहिँ गर्दिनँ गाइज किनकि यो अन्तकालेसँग म जित्न सक्दिनँ अनि यो चाहिँ चाट के को चाट रे यो छोरी पापडी चाट फेरि अनि यहाँ हाम्रो सुक्खा पानीपुरी अनि गिलो चटपटे अनि कोक हामीसँग अनि म चाहिँ खान सक्दिनँ होला मलाई थाहा छ यहाँ कति छिटो हतार भएको हो हल्का अनि सो गाइज आयो मेरो नगर तँलाई कसले घर बनाएको थियो अनि मलाई त यो आइन इनफ हुनेवाला छ यो चाहिँ हन्तकाले जति खाइ नै मगाउँदैन अनि त्यही हो माया गरिदिनु होला सपोर्ट गरिदिनु होला किप सपोर्टिङ किप लभिङ डोन्ट फर्गेट टु सब्सक्राइब यस्तै भिडियो ट्राई गर्छु ल्याइरहने सबैजनाले युट्युब टिकटकमा लाइभ बसेको दिदी युट्युब भिडियो होला युट्युब कहाँ रहनु भएको यति धेरै क्वेसन आयो कि लाइक होइन शनिबार एक दिन छुट्टी भएपछि मैले बनाउनुपर्छ भन्ने टाइपको भएर बनाएको ओके गाइज इन्जोय गर्नु होला पहिला सबभन्दा अगाडि चाहिँ म यो खानेवाला छु किनकि यो भइसक्यो क्या दही पुरी चाहिँ डेन्जर लाताक लुतुक गइसक्यो हजुरहरू देख्न सक्नुहुन्छ खाइला खाना तपाईँहरू कस्तो गुड भइरहेको होइन सँगै खान्छ पुरेर मलाई त भरिहाल्यो है अझै भरि भएन राख्दै मिसलाई पनि भरिहाल्छ ए थ्याङ्क गड लाउ चर्च गरौँ पापडी चाट नखाने पहिला यो खाऊ न यो क्या यो हो त्यो उयो भइसकिँदैन हौ अब हातले हालेर फेरि अब खाने भइसकेपछि कस्तो रहेछ यतिको फाटा पुद भएन नि यतिको टेस्ट हुनु भनेको आई थिङ्क नाइस है कति खाना जुलाएर भन्न हल्का रेट नै हाल्नु न 8 7 हुन्छ दामी छ त्यस हल्का खाऊ न हाम्रो पछाडि चाहिँ मनु तामाङ हुनुहुन्छ खाइरहनु भएको छ उहाँ पनि खाएला
दामी है खान्छौ छोरी ट्राई लौ मिठो लौ न खाए त मिठो छ क्या चटपटी कस्तो दामी छ यो सबै चाहिँ हामीले बाहिरबाट किनेर ल्यायो टिकटक के चटपटे पर्छ म किन खान सक्दिनँ है के भन्नु न त कति चटपट सघाउनु लाग्छ के खेल्नु न म तपाईँलाई 5 वटा क्वेसन चाहिँ तपाईँलाई 5 वटा क्वेसन अलिक ठुलोसोले बोल न छोरो मैले तिमीलाई 5 वटा क्वेसन सोध्ने तिमीले मलाई 5 वटा क्वेसन सोध्ने भनेको हो ओके देन तिमी सोध पहिला तपाईँको वर्स्ट इयर के थियो मेरो सबैभन्दा खराब साल होइन त आई थिङ्क नेपालीमा 2081 अहिलेकै साल इफ इङ्ग्लिसमा गर्ने हो भने 2024 एन्ड 25 तर एज अ हामी नेपाली पर्सन 2081 सबैभन्दा मेरो खराब साल अब मान्छेहरूलाई फेरि तिमीलाई किन लाग्ला होइन 2081 सालमा चाहिँ मैले सबैजना घुमाएँ क्या लाइक आफूलाई माया गर्ने मान्छेहरू हुन्छ नि घुमाएँ भन्दा नि खुसी जस्ट आफूलाई माया गर्ने मान्छे हुन्छ नि आफूबाट गयो छैन छुटियो हुन्छ नि सबैभन्दा तिमीलाई तिम्रो जीवनकै सबैभन्दा ठुलो 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 मान्छे हुन्छ नि जसलाई तिमीले धेरै माया गरेको हुन्छ
आई थिङ्क त्यही मान्छे मेरो लाइफबाट चाहिँ 2081मा गए। सो आई थिङ्क म मेरो लाइफमा पनि कहिले बिर्सिदिनु भए भोलि गएको दिनहरूमा पनि अब आउने दिनमा पनि सधैँ याद राख्नेछु होला कि सबैभन्दा खराब साल चाहिँ सायद मेरो सबै राम्रै थियो भन्नु हुँदैन, सबै नराम्रै थियो होला, कुनै राम्रो कुनै नराम्रो, तर सबैभन्दा नराम्रो चाहिँ आई थिङ्क 2081 सबसे खराब साल मेरो। मैले मलाई माया गर्ने मान्छेहरू गुमाएँ भनौँ न। ऊ मात्रै नभएर सरी फेरि हरेक आफूलाई माया गर्ने मान्छे चाहिँ मैले यही साल गुमाएँ भनौँ। सो मेरो सबैभन्दा खराब साल भनेको म लाइफमा नबिर्सिने भनेको 2081 सबसे मेरो डार्क सबैभन्दा खराब वर्ष। अब म तिमीलाई सोधौँ के सोधौँ, के थाहा छ मलाई उसको? तिम्रो चाहिँ सबैभन्दा अब मलाई तिमीले दुःखको साल सोध्यौ नि त, नराम्रो सबैभन्दा कस्तो चाहिँ थियो भनेको है नि त? तिम्रो चाहिँ सबैभन्दा खुसी डेन्जर ह्याप्पी वाला इयर कुन थियो? सब एउटा त हुन्छ नि त, सबै त सबै हुन्छ, एउटा हुन्छ नि अलिक बेसी जुन तिम्रो दिमागमा सधैँ एउटा लाइक हुन्छ नि सोच्दा नि खुसी दिलाउने त्यो साल चाहिँ सायद सबसे बेस्ट थियो वाला हुन्छ नि। नेपालमा त थाहा छैन, नेपाली इङ्ग्लिसमा भन न त। 2020 थियो कस्तो मस्त थियो वर्ष त 2023 किन वाइ? साथीहरू नि मिल्ने थियो, अब फ्रेन्ड ग्रुप कस्तो दामी थियो नि त, सबै साथीहरूसँग रमाइलो हुन्थ्यो, खेल्दै बस्थ्यौँ, नयाँ नयाँ कुराहरू एक्सपिरियन्स गरेँ त्यो बेला। माया नि धेरै पाएँ सबैबाट यस्तो हो। साथीहरूसँग धेरै मजा गरेँ। ठुलोसोले मजाले क्लियरली बोल न छोरा, तिम्रो त बोली मोज भयो। अनि नयाँ नयाँ मान्छेहरू भेट्यो, नयाँ नयाँ कुरा सिक्यो, अनि एक्सपिरियन्स पनि गऱ्यो। अनि साथीहरू मेन थियो, त्यो साथीहरूसँग बोन्डिङ चाहिँ दामी थियो कि त्यति बेला भनेको। अनि मजा आउँथ्यो त्यति बेला, सबजना मिल्थ्यो, जे भने त्यही गर्ने, यस्तो मजा आउँथ्यो त्यति बेला। होस्टेलमा, स्कुलमा, बाहिर, उता बिदाको बेला हाम्रो विकेन्ड्समा तपाईँहरूसँग आउँदाखेरि मजा आउँथ्यो नि त्यति बेला। अहिले पनि ठिकै छ। मन हामी दुईजनालाई केही क्वेसन सोध्न जान्छौ? बाहिरबाट सोध्यौँ न त, अडियन्सबाट, हाम्रो एउटा अडियन्सबाट एउटा क्वेसन सोधिदेऊ त। सोध नि त ल, के सोध्न चाहन्छौ? अब मेरो पालो यसको सक्यो। तपाईँको लाइफको रिग्रेट? मेरो लाइफको रिग्रेट? मेरो लाइफको सबैभन्दा रिग्रेट के होला? मेरो लाइफको सबैभन्दा रिग्रेट यस्तो रिग्रेट भन्दिनँ, जस के भन्नु अब त्यसलाई, खै रिग्रेट भनेको के हो, जस कुनै कुनै बोलीहरू हुन्छ नि, ला किन उयो गरेछु, किन भनेछु, रिसमा त्यतिसम्म नबोलेको भयो भने, नभनेको भयो भने भन्ने चिजहरू चाहिँ कतिवटा हुन्छ छ मलाई एज अ नट रिलेसनसिप है गाइस। फेरि त्यो रिलेसनसिपमा बसेको मान्छेसँग चाहिँ सँग मात्रै हो भन्ने हुँदैन, हर कोही आफ्नो आमा बाउ दिदी बहिनी हर कोहीसँग कुनै न कुनै बेला कुनै रिसमा कुनै शब्द बोलिन्छ नि त होइन, झट्ट साथी भाइलाई होस् जुमा होस्, त्यो चाहिँ पछि रियलाइज हुन्छ कि मैले किन भनेछु भनेर। पछिसम्म मलाई त्यो कुरा, म चाहिँ एकदम ओभर थिङ्किङ पर्सन हो, सो म चाहिँ लिटरली जति वर्ष भयो भने त्यो कुराले मलाई यहाँ चाहिँ हिट गरिरहन्छ नि, मलाई त्यो चिजहरू रिग्रेट भइरहन्छ क्या। आई थिङ्क त्यो सबैभन्दा तर ठुलो मेरो रिग्रेट जिन्दगीको भन्नुहुन्छ भने चाहिँ के हो भने, जब हजुरहरू कतिलाई पर्सनल लाइफ थाहा हुँदैन युट्युबरहरूको होइन, हामीहरूले जे देख्यो हजुरहरूले त्यही जज गर्ने हो नि त, सो त्यसरी जज गर्नु हुँदैन भन्छु। किनकि युट्युबरहरूको लाइफ आई थिङ्क 100मा 50% मेबी ट्रुथ हुन्छ होला, 50% चाहिँ फेकै हुन्छ जस्तो लाग्छ एज अ युट्युबरमा है। अनि मलाई चाहिँ मेरो चाहिँ लाइफको एउटा पार्ट अफ एउटा टाइम थियो जुन टाइममा चाहिँ अब म डिप्रेसन भनौँ या के भनौँ, जस्तो त्यो बेला म मेडिसिन खान्थेँ। अनि देन एक दिन चाहिँ के भएछ भने
मैले आफूसँग मिल्ने पर्सन भनेको मेरो फेभरेट पर्सन भने के हो भन्न उसलाई चाहिँ मैले टेक्स्ट गरेको छु देन मैले चाहिँ घर छोडेर हिँडेँ घर छोडेर हिँड्दा चाहिँ मेरो अल फ्यामिलिजलाई उसले चाहिँ कल गरेर छैन सुषमा भनेपछि चाहिँ सबैजना हुन्छ नि आत्तिँदै खोज्न जानुभएको थियो खोज्न जाँदा लाइक टोटली मलाई थाहा थिएन म के गरिरहेको छु म के भइरहेको छु ड्याम त्यतिखेर आफ्नो कन्ट्रोलमा केही पनि हुँदैन रहेछ नि त होइन माइन्डहरू सो त्यो टाइममा चाहिँ के भएको थियो म घरबाट निस्केर हिँड्दा चाहिँ मेरो भेना एज अ मैले भेना दिदी फ्यामिली चाहिँ यस्तो सपोर्टिभ पाएको छु आई स्वेयर त्यो चिजलाई चाहिँ म सधैँ भगवान्माथि चाहिँ ग्रेटफुल हुन्छु कि आउने हरेक जन्ममा चाहिँ मलाई यस्तै फ्यामिली पाओस् यस्तै सपोर्ट गर्ने यस्तै माया गर्ने हुन्छ नि आई थिङ्क त्यो कुरा गर्दा स्टिल मलाई कस्तो थरर कामेर मलाई रुन पनि आउँछ क्या अनि त्यो टाइममा चाहिँ आई थिङ्क मैले मेरो नरुको बाबा पनि रुको देखेँ नरुको आमा पनि रुको देखेँ मेरो सबसे मलाई सक भनेको मेरो माइली दिदी लाइक त्यो कहिले पनि त्यसरी झट्टै रुँदैन थियो अनि त्यतिखेर चाहिँ अनि कहाँबाट आमाको सोचाएर म फर्किन चाहिँ फर्किँदाखेरि मेरो मम्मी प्रेसरले थरेर कामेर ढल्नु भएको थियो अनि सिसे कि यस्तो गर्नुभन्दा पहिला म मर्छु अनि त्यसपछि त्यो जे गरे पनि गर लाइक त्यो शब्द चाहिँ जिन्दगीको सबैभन्दा रिग्रेट मैले किन यस्तो गरेछु किन त्यतिखेर त्यो गरेर मेरो आमाले मेरो दिदी आएर माइल दिदी आएर लिटरली मेरो अगाडि यस्तो डेन्जर चिज आएर रुको थियो कि म सक भएर लाइक यो मान्छे नि यसरी रुयो है भनेर चाहिँ लिटरली हामी अनि त्यसपछिको पार्ट चाहिँ मेरो मम्मी एकैचोटि बिराम भयो सबैलाई भिडियो हेर्नुहुन्छ भने चाहिँ त्यो टाइममा चाहिँ मेरो दिदीहरूले तैँले गर्दा यो भएको मम्मीलाई हुन्छ नि त्यो टाइम चाहिँ फकिङ यस्तो थियो कि ट्रमाटाइज थियो अनि त्यो टाइममा चाहिँ यस्तो रिग्रेट भएको थियो कि लाइक हो न हो मैले गर्दा चाहिँ मेरो आमा यस्तो भएको भनेर कुन चाहिँ आमाले चाहिँ आफ्नो छोराछोरी आफ्नै अगाडि लिटरली गइस अनि सबैलाई थाहा छ भने मेरो हातको टाका चाहिँ त्यतिखेर दबाई खाने बेलै भएको क्या मलाई थाहा नै हुँदैन थियो म रिसमा के गर्थेँ के गर्दिनँ थिएँ आफ्नो हातमा सिसा फुटाउने घरहरूको सिसा फुटाउने अनि त्यहाँ 14 टाका लागेको थियो मेरो हातमा अनि जब म बिराम भयो अनि त्यसपछि चाहिँ तैँले गर्दा भन्ने चाहिँ सबैभन्दा सायद मलाई हो जस्तो लाग्थ्यो क्या हो नै मैले गर्दा टाइपको क्या अब आफ्नो हुन्छ नि त अनि देश त्यो चिजहरू चाहिँ लाइफ लिटरली आई थिङ्क सबैभन्दा अनि सबैभन्दा ग्रेटफुल थियो म चाहिँ मेरो फ्यामिलीमाथि यति ग्रेटफुल छु कि लाइक लिटरली आउने हरेक वर्षमा मलाई त्यही आमा होस् त्यही बा होस् यही दिदीबहिनी होस् यही छोराछोरी होस् हुन्छ नि एकदम म स्याड भयो नि हँसाउँछ होइन अरू भन्दा नि मेरो साथीहरू छैन नि त अनि छोरा छोरी यिनीहरू दुईजना यिनीहरू तिनजना भएपछि चाहिँ मलाई आई थिङ्क कोही साथीहरू चाहिन्छ जस्तो लाग्दैन क्या यिनीहरू हुनाले त सानै छ आई थिङ्क यिनीहरू दुईजना भयो भने चाहिँ म कस्तो खुसी हुन्छु क्या हुन्छ नि साथी जस्तै छ क्या मेन त अब छोरा हुँदा नि छोरी सबै कुरा सेयर गर्न सक्छु भन्न सक्छ अनि यिनीहरू दुईजना चाहिँ मेरो मेडिसिन टाइपको क्या मैले एउटा भिडियो पनि हालेको छु लाइक मेरो डिप्रेसन होस् या जे पनि यिनीहरू दुइटा चाहिँ मेरो एकदम मिल्ने बेस्ट फ्रेन्ड भने पनि भयो छोरा र छोरी भने पनि भयो अनि यिनीहरू दुइटा मेरो सबै हो हुन्छ नि कसलाई दिदीको जस्तै म सबै थोक भने जस्तो मेरो लागि चाहिँ यिनीहरू दुईजना चाहिँ एकदम मिल्यो अनि कसलाई दिले भनेको भोलि पर्सि तैँले गरेको जस्तो यिनीहरू दुइटाले गरेपछि थाहा पाउँछ आई थिङ्क म त्यस्तोसम्म पनि हुँदैन अनि यिनीहरूले त्यस्तो दिन पनि देखाउँदैन यस्तै हो यस दुईजना छ दुईजना भएपछि मलाई कोही चाहिँदैन बेस्ट कोही चाहिँदैन यिनीहरू दुइटै मेरो बेस्ट फ्रेन्ड हो अनि त्यही हो मलाई चाहिँ भगवान्ले अर्को जन्म दिन्छ भने नि यही फ्यामिली दियोस् भन्छु त्यही हो म रुको चाहिँ हेर्दै कस्तो यिनीहरूको कुरा गर्ने बित्तिकै अलिकति इमोसनल त्यो दिनहरू सम्झ्यो भने एकदम इमोसनल थियो हुन्छ नि हामी सबैको लागि एकदम ट्रोमाटाइज पनि थियो एकदम मम्मी त्यस्तो आफ्नो हेल्थ पनि त्यतिखेर चाहिँ मैले डिप्रेसनको दबाई आई थिङ्क सबै फालिदिएको थिएँ किनकि म खाँदिनँ भनेर अनि त्यही पनि थियो मेरो साइड रिग्रेट यसको अनि त्यही हो फेरि मलाई यो कुरा गर्नेदेखि लिटरली गाइज मलाई एनी टाइम सोध्नु एनी टाइम म जोसँग गरेँ नि लिटरली म रुन थाल्छु क्या किनकि म एकदम कोमल हृदयको छु एकदम सफ्ट हार्टेड त्यही हो अबे म कुरा गर्दा गर्दै यसले चर्पले सकेछ भयो 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 मन यसलाई छोड यसलाई डुबाइदिउँ त
यो त रुँदैन हो गाइस मम्मीको यत्रो लामो भिरेन नि यो त रुकुट्यो तर छोरा मान्छेहरू यतिकै स्ट्रङ चाहिँ हुनु रहेछ यसलाई क्वेसन छ न तर हामी फ्यामिली जुन छ नि फ्यामिलीसँग बस्दाखेरि फ्री फिल हुन्छ कि तेरो फ्रेन्ड्सहरूसँग बस्दाखेरि कस्तो फ्री लागा पन्छी चढी भने जस्तो के सबै फ्यामिली कि हामी मेन हाम्रो सिक्रेट ग्रुप ओए ग्याङ जो भन्दा नि हुन्छ त्यही भन्दा नि हुन्छ त्यो त अब साथीहरू भन्ने धेरै जिस्किने अनि जे नै हुन्छ क्या अब फ्यामिलीहरूसँग भनेपछि त लिमिटमा बस्नुपर्छ नि त धेरै नै जिस्किने होइन थोरै जिस्किने होइन राम्ररी बस्नुपर्छ अब ठुलो मान्छेहरू हुन्छ के हुन्छ अनि त्यस्तो पनि जिस्किने होइन साथीहरू त आफ्नै एज हो जे नै गर्न पाउँछ त्यही भएर फेरि बोन्डिङ चाहिँ धेरै हाम्रो फ्यामिलीसँगै छ अभियसली फ्यामिली नेभर डाज हल्का केटाहरू हाँस्यो हाँस्यो औरा हाँस यसले के एन्सर दियो तर बुझ्यो मैले त बुझिनँ एउटा सङ गाउनु न बट आउँदैन गाउनु न प्लिज आउँदैन प्लिज मलाई आउँछ दाह्रै सङ गाउनु अस्ति प्लिज गाउनु एउटा सङ जाम दामी गाउनु कुन चाहिँ गाडी आउँछ न कपिराइट नलाग्नु एउटा गाइदिन्थ्यो है गीत बजाउँदै गाउनुहुन्थ्यो कपिराइट लागिहाल्छ गिटार छ त यस्तो गिटार बजाउने पारिरहेको रहेछ क्या फेरि यस्तो त चल्दैन नि त पऱ्यो गाउन पक्क छ मैले भयो के को भयो त्यो कसले सिकाउँछ तँ हो नि फेरि अनि अहिलेको एज भन्दा नि स्कुल तिमीहरू अहिले जति रमाइलो गर्नु छ नि यही एज हो यो छुट्टिएर जब कलेज जान्छौ नि कलेज जानु थालेपछि पनि स्कुलको लाइफ मिसिङ हुन्छ नि किनकि स्कुल लाइफको साथी भनेको सानोदेखिको हुन्छ नि तिमीहरूको कलेज लाइफमा नि को कतिखेर फेस चेन्ज गर्छ कतिखेर साथी को कस्तो हुन्छ देखेको एउटा हुन्छ भइदिन्छ अर्को ट्रस्ट झट्टै कसैलाई नगर्नु त्यस्तो खालको हुन्छ आई थिङ्क मेरो चाहिँ जा मम्मी बन्द गरेको थियो त्यस्तै थियो भनौँ चोर्ने म पनि खान्छु नि त्यही भनेको चार तपाईँको लागि राख्दैन खाइसक्यो तिमीहरूले खाएको छैन हौ खाएको छैन खाँदै हो गफ गर्दै खाँदै गरेको अब कपाल मिलाएको अरे भगवान् हेर्न पर्ने फेरि छ्या 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 हेलो गाइस मेरो युट्युब च्यानलमा स्वागत छ मेरोमा होइन अब कस्तो तपाईँकोमा ओ सरी गाइस मेरोमा हेर्नुहोस् आई एम सो सरी होइन मिठो छ चार यो खान्छु पहिला यो त पहिल्यै खानुपर्छ नि घटरमा छ फेरि के गर्नु र भगवान् कहाँ जानु चिसो भइसक्यो यार सो गाइस यस्तै हो होइन खानुपर्छ जिन्दगीमा के छ र म चाहिँ बोयफ्रेन्ड भेटेर आएको डेटिङ गएर भर्खरै आइपुगेको भनेर भन्दिनँ अनि यहाँ के मुखबाङ चलिरहेछ मेरो चाहिँ बोयफ्रेन्ड छैन म सिङ्गल हो तपाईँलाई कसले सोधेँ क्यामेरा भनेको त्योहरूलाई भनेको र कोही छ भने चाहिँ कन्ट्याक्ट गर्नु होला नम्बर भन्छु 9841 सब तपाईँहरू आफै मिलाएर हान्नु ल पहिला त्यस्तो भन्थ्यो नि त 9841 बाँकी सबै त आफै मिलाएर हान्नु भन्थ्यो यो चाहिँ मेरो छोरा होइन दाइ हो यो दाइ हो म भर्खर बहिनी कान्छी बहिनी हो 16 वर्ष भयो बे भएछ नै म कन्नेगेटी हो मलाई राम्रो छ भन्नु म कम्पिटिसन गरेछु होला के विनरले के विनरले तेरो भाउ
भन्न के चाहिँ बाउ पाउँछस् भन्नु के बल्ल ठ्याक्कै तल बाउ चाहिँदैन चाहिँदैन ल भयो छैन यस्तै छ म बिहे नगर्नु पछि भन्नु कहिले गर्नु पछि पहिला भन्न यसको त्यो प्राइस के हो ल पछि बाउ दिन्छु अहिले चाहिएन होइन छिटो एकछिन आएर एकछिन है ल म भन्छु नि म कस्तो देखेको छु यस्तो ठुलो भएर अग्लो भएर म चाहिँ यहाँ बोल्नु हो कि क्या हो पकाइ 1 2 भन्न 1 पका 2 2 भएको छ क्या कस्तो खालको रहेछ आवाज 1 2 3 गो यस आवाज के भएको छ यो मन कस्तो घिनाएर मुखको चाहिँ कसले खान्छ ला जितो जितो मैले दिएको के गरेको तिमी किन त्यसरी उल्टी गरेर जस्तो देखिरहेको तर मिठो थियो कहाँ त्यो अगाडि म खाँदिनँ पेट दुख्यो मजा आयो तर है साले आएर म खाइसक्छ तपाईँले त जित्यो मैले जितेको साँच्चै खाइसकेर गरेको त अगाडि दियो नि मैले हेर्दा थिएन मुखमा तिमी पछि गरेको छ अगाडिको दाँतमा अड्किन्छ यो हो क्या उता उता भागेर गएपछि म पनि त त्यो भाग्नु यसरी नहेर गरे अब यसलाई हेर्छु यो पनि पानी छोटा नि उता पो सक्दैन नि खाने लिन घि चाउ त्यसलाई त उयो भयो अनि मैले खाएको घिन लाग्ने खाएर छैन के छैन यो पनि खाएर फेरि अब तपाईँ त जाने हेर्नु उत्ति छ फेरि खेल्नु न 50 रुपियाँ दिन्छ अरे पैसाको लागि गाइस पैसा त कमाउनु पर्छ गाइस पैसाको लागि एउटा शरीर नबेच सबै काम गर साँच्ची हो नि 50 रुपियाँ दिन्छ 100 रुपियाँ गर्नु न 100 रुपियाँ म पहिला पनि मन 100 रुपियाँ गर्छु तँ जान बुहारी खोज्नु ल छिटो न पहिला पैसा निकाल ल साँच्ची हो तँ निकाल ल मन त्यो एडिडासको ज्याकेट लिएर आउनु प्लिज त्यो बेडमा यसरी नखानु न त कस्तो खाइराख्नु त्यही बेडमा यसलाई 100 रुपियाँ कसले दियो त्यो मेरै पैसा हो हुँदैन त्यो त मेरो पैसा हो तेरो आफ्नो खुद ल यहाँ 50 का मन छोड्दिए 50 ल 3 त्यसरी म त कम्पिटिसन त सक्दिनँ होला आउनु 50 होइन के अरे फेरि यो खान सकेन भने म हान्छु 3 भन्नु ए सरी हौ ल 1 त्यसरी खानु मलाई मिठो लाग्दैन 2 होइन यो त मिठो छैन मिठो चाहिँ लु होइन मिठो छ पेट फुल भयो नि पाएन ल 1 2 3 1 2 होइन कत्रो घाँस हाल्न लाग्यो 50 रुपियाँ दिनुपर्छ नि तपाईँले मलाई त कस्तो गुवाउला मलाई त कस्तो गुवाउला त्यस्तो त नभन्नु भन्छ के भएको त्यो अघि हिजो काजलकामा के ल्याएको टोइलेटमा आज कतिचोटि टोइलेट गयो गुहक त इमोसनल हुनु भएको पनि हुनु
धेरै मन खाले खाए लगाइज ल त छोराले के गर्न खोजेको मेरो च्यानलमा खाने भए खाइहाल्नु नखाने भए छोड्नु मन नखाने ल जानु किन जानु भयो बहिनी यस्तो मिठो मिठो तर मलाई चटपटे पानीपुरी त्यस्तो मन पर्दैन त्यस्तो बेला किनकि मलाई कस्तो लाग्छ रहेछ होइन यो सुषमाको च्यानल भएर मात्र आएको न म कस्तो खाने मान्छे के भएको कत्रो सिरियस भएको म खान्छु त छोरा ल भन् खान्छु म ल खामै त ल 50 रुपियाँ सवाल 1 2 3 गो जानु तपाईँ प्लिज हामी पुग्छौँ मेरो खाएको तपाईँले खाएको गिल्लाएर ल्याएर त ताले तँलाई मैले सानोमा मुखबाट चपाई तँलाई घिचाएको तँलाई अहिले घिन लाग्यो यस्तो मेरो है दहीले क्या केही छैन मिठो छ दुधो भयो ल ओके गाइस भयो यहाँ धेरै फन्निजहरू भयो बसेर के भयो के मुखबाङ भिडियो के भयो आई डोन्ट नो तर एकदम रमाइलो भयो हामीलाई चाहिँ एकदम रमाइलो भयो अनि यो चाहिँ खान सकिनँ अनि म त झन् धेरै खानै सक्दिनँ अनि यही हो ओके गाइज हजुरहरूलाई मन पर्यो होला अनि मन नपर्ने पनि मन पर्यो भन्नुहोस् अनि आई थिङ्क रमाइलो नि भयो फन्नी नि थियो इमोसनल पनि थियो सबै चिज थियो यसमा चाहिँ अनि मुखबाङमा हामी दुवैले के खायो अलिअलि I hope guys you love it. Emotional थियो guys. नेक्स्ट भिडियो आउँदैछ कुशला तामाङको बिहे गाइस. नेक्स्ट भिडियो आउँदैछ. नबिर्सिनु. Don't forget to turn. Don't कुशला तामाङ.